नमस्कार, यस विशेष प्रस्तुतिमा स्वागत छ। आज हामी एउटा यस्तो विषयमा गहिरिएर कुरा गर्दैछौँ जसले हाम्रो जीवनलाई हेर्ने नजर नै बदलिदिन सक्छ। हामी विक्टर फ्राङ्कलको विश्वप्रसिद्ध कृति म्यान्स सर्च फर मिनिङको सारतत्व खोतल्दैछौँ। दोस्रो विश्वयुद्ध अघिका ती प्रख्यात मनोचिकित्सकले कसरी जीवनको सबैभन्दा अन्धकारमय र कष्टकर समयमा पनि बाँच्ने उद्देश्य फेला पार्न सकिन्छ भनेर देखाउनु भएको छ। साँच्चै भन्ने हो भने 20औं शताब्दीकै यो उत्कृष्ट किताबले सिकाउने पाठ आजको हाम्रो दैनिक जीवनमा पनि उत्तिकै सान्दर्भिक छ। ल अब सिधै विषयवस्तुतिर लागौँ है त। एकछिन सोचौँ त, यदि कसैको घर, परिवार र आत्मसम्मान यहाँसम्म कि उसको सम्पूर्ण पहिचान नै खोसियो भने के होला? के बाँकी रहन्छ त त्यति बेला? यो कुनै चलचित्रको काल्पनिक कथा होइन। होलोकास्टको त्यो कहाली लाग्दो समयमा लाखौँ मानिसहरूले भोगेको यो एउटा नमिठो यथार्थ थियो। जब बाहिर संसारमा आफ्नो भन्ने केही पनि बाँकी रहँदैन नि, तब त्यो कुन भित्री शक्ति हो जसले मानिसलाई हरेस खान दिँदैन र निरन्तर अगाडि बढ्न प्रेरित गर्छ। आज हामी यही गम्भीर प्रश्नको उत्तर खोज्नेछौँ। अब हाम्रो पहिलो खण्डतिर लागौँ, अकल्पनीय अवस्थाबाट बचाओ। विक्टर फ्राङ्कलले आउस्विट्स लगायत 4वटा फरक नाजी यातना शिविरहरूमा समय बिताउनु भएको थियो। अकल्पनीय कठिनाइहरूको बावजुद पनि उहाँ बाँच्न सफल हुनुभयो। उहाँको अनुभवको एउटा घटना साँच्चै नै मुटु छुने खालको छ। जब उहाँ आउस्विट्स पुग्नुभयो नि, गार्ड्सहरूले उहाँको कोटमा सिलाएर लुकाइएको एउटा महत्त्वपूर्ण वैज्ञानिक पाण्डुलिपि खोसेर फालिए। त्यो उहाँको जीवनभरको अनुसन्धान थियो। तर अचम्मको कुरा के भने, त्यही गुमेको पाण्डुलिपिलाई फेरि जसरी पनि लेख्छु भन्ने उहाँको तीव्र इच्छा नै उहाँलाई त्यहाँ जीवित राख्ने एउटा प्रमुख मानसिक आधार बन्न पुग्यो। यहाँनिर सबैभन्दा रोचक कुरा के छ भने नि, ती शिविरहरूमा बाँच्न सफल हुनेहरू शारीरिक रूपमा हट्टाकट्टा वा सबैभन्दा बलिया मानिसहरू थिएनन्। पटक्कै थिएनन्। बरु जसको जीवनमा बाँच्नुको कुनै एउटा स्पष्ट कारण वा गहिरो उद्देश्य थियो, उनीहरूले नै मृत्युलाई जितेर देखाए। फ्राङ्कलले यहाँ प्रसिद्ध दार्शनिक फ्रेडरिक नित्सेको एउटा भनाइ बारम्बार सम्झिनुहुन्छ, जसको जीवनमा बाँच्नुको एउटा किन हुन्छ नि, उसले जस्तोसुकै कसरीलाई पनि सहजै सहन सक्छ। कति शक्तिशाली भनाइ होइन त? अब अगाडि बढौँ हाम्रो दोस्रो खण्डतिर, बीचको खाली ठाउँ। यो फ्राङ्कलको मनोविज्ञानको केन्द्रबिन्दु नै हो भन्दा पनि हुन्छ। यो भनाइलाई एकदम ध्यान दिएर मनन गरौँ है। उत्तेजना र प्रतिक्रियाको बीचमा एउटा खाली ठाउँ हुन्छ। सुन्दा सामान्य लाग्न सक्छ, तर यसलाई हाम्रो दैनिक जीवनसँग जोडेर हेरौँ। मानौ कसैले बिना कारण अपमान गर्यो। त्यो अपमान भनेको एउटा उत्तेजना वा स्टिमुलस हो। अब के हामीले तुरन्तै रिसाएर जवाब फर्काउनै पर्छ त? पर्दैन नि। हो, त्यो अपमान र हाम्रो प्रतिक्रियाको बीचमा हुने जुन एउटा सानो मनोवैज्ञानिक समय हुन्छ नि, त्यही खाली ठाउँमा नै हाम्रो प्रतिक्रिया कस्तो हुने भनेर छान्ने अद्भुत शक्ति लुकेको हुन्छ। र त्यही सानो खाली ठाउँमा हाम्रो अन्तिम र सबैभन्दा ठूलो स्वतन्त्रता रहेको हुन्छ, जसलाई संसारको कुनै पनि तागतले खोस्न सक्दैन। ती यातना शिविरहरूमा गार्डहरूले कैदीहरूको लुगा खोसे, परिवार खोसे, स्वतन्त्रता खोसे। तर फ्राङ्कलिनले आफ्नो मनभित्र निर्माण गरेको दृष्टिकोण र स्वतन्त्रतालाई उनीहरूले कहिल्यै छुन पनि सकेनन्। यसको सिधा अर्थ के हो भने, बाहिरी परिस्थिति जस्तोसुकै होस्, त्यसलाई बदल्न नसके पनि आफ्नो दृष्टिकोण र सोच कस्तो राख्ने भन्ने छनौट गर्ने शक्ति हामीसँग सधैँ रहन्छ। यो कुराले जो कोहीलाई पनि एकदमै ठूलो साहस दिन्छ। अब तेस्रो खण्डमा प्रवेश गरौँ, जहाँ हामी अर्थ खोज्ने 3 स्पष्ट मार्गहरूबारे कुरा गर्नेछौँ। यो सिद्धान्तलाई हामीले हाम्रो दैनिक जीवनमा कसरी लागू गर्ने त? फ्राङ्कलले यसका लागि 3वटा बाटाहरू देखाउनु भएको छ। पहिलो बाटो हो कर्म, अर्थात् काम। यहाँ काम भनेको पैसा कमाउन वा दैनिकी गुजार्न गरिने जागिर मात्र होइन है। यसको अर्थ कुनै महत्त्वपूर्ण कार्यमा आफूलाई पूर्ण रूपमा समर्पित गर्नु वा केही नयाँ सृजना गर्नु हो। जस्तै फ्राङ्कलले शिविरमा हुँदा च्यातिएका कागजका साना टुक्राहरूमा आफ्नो गुमेको पाण्डुलिपि फेरि लेख्न सुरु गर्नुभयो। त्यही कामले नै उहाँको त्यो अकल्पनीय पीडालाई एउटा बलियो उद्देश्य दियो। दोस्रो बाटो हो प्रेम। किताबमा एउटा अत्यन्तै हृदयस्पर्शी घटना उल्लेख छ। कठ्याङ्ग्रिदो जाडो छ, हिउँमा मार्च गरिरहनु परेको छ, भोक र कुटाइले शरीर गलेर निथ्रुक्क छ। तर त्यस्तो बेलामा पनि फ्राङ्कलले आफ्नी पत्नीसँग गहिरो मानसिक संवाद गरेर एउटा असीम अर्थ फेला पार्नुभयो। उहाँले के महसुस गर्नुभयो भने, प्रेम भनेको त कुनै व्यक्तिको भौतिक उपस्थितिभन्दा धेरै माथिको कुरा पो रहेछ। साँचो प्रेमले मानिसलाई आफ्नो पीडा बिर्साएर बाहिरी संसारको सुन्दरतालाई महसुस गर्न सिकाउँछ। अनि तेस्रो र सायद सबैभन्दा गहिरो बाटो हो पीडा वा दुःख। सुन्दाले अनौठो लाग्न सक्छ, तर यसको मतलब टार्नै नसकिने कठिनाइहरूलाई आफ्नो आत्मसम्मान र गरिमा नगुमाइकन बहादुरीका साथ सहनु हो।
जब दुःखलाई पन्छाउन वा हटाउन सकिँदैन नि, त्यस्तो अवस्थामा पनि हरेस नखाई त्यही पीडाभित्र एउटा अर्थ खोज्न सक्नु नै मानव क्षमताको सबैभन्दा ठूलो र प्रेरणादायी उदाहरण हो। यसै सन्दर्भमा अब हाम्रो चौथो र अन्तिम खण्डमा जाउँ, जीवनले हामीलाई सोध्छ। यहाँनिर फ्र्याङ्कलले हाम्रो सोच्ने तरिकालाई नै पुरै उल्टाइदिनुहुन्छ। सामान्यतया हामी आरामले बसेर गुनासो गर्दै सोच्छौँ नि, आखिर जीवनको अर्थ के हो त? तर फ्र्याङ्कल भन्नुहुन्छ, यो त पुरै गलत प्रश्न पो। हामीले जीवनबाट केही आशा गर्ने वा जीवनलाई प्रश्न गर्ने होइन, बरु हामीले यो बुझ्नुपर्छ कि वास्तवमा जीवनले हरेक दिन हामीलाई प्रश्न गरिरहेको छ। हामी प्रश्नकर्ता होइनौँ, हामी त उत्तर दिने मान्छे हौँ। त्यसैले यो जीवनको कुनै एउटा ठूलो चमत्कारिक वा अस्पष्ट अर्थ खोज्न छोडिदिउँ। त्यसको सट्टा अहिलेको वर्तमान क्षणमा यही समयमा ध्यान केन्द्रित गर्नुपर्छ। जीवनले सोधेका प्रश्नहरूको उत्तर ओछ्यानमा पल्टेर ध्यान गरेर वा ठूला ठूला दार्शनिक कुरा गरेर मात्र दिन सकिँदैन, बरु हाम्रो अगाडि तत्काल आइपर्ने साना ठूला चुनौतीहरूको सामना गर्दा हामीले कस्तो सही कदम चाल्छौँ र कस्तो आचरण देखाउँछौँ, त्यसैबाट जीवनलाई उत्तर दिनुपर्छ। हामी यो प्रस्तुतिको अन्त्यमा आइपुगेका छौँ। अब सबैका लागि एउटै हुने त्यो विश्वव्यापी उत्तरको पछाडि दौडिन छोडौँ, बरु एकदमै बहादुरीका साथ आजै अहिले हामी आफैलाई यो महत्त्वपूर्ण प्रश्न सोधौँ, यस क्षणको अर्थ के हो? यो एउटा यस्तो प्रश्न हो जसले हामीलाई सबै सचेत रहन र हरेक दिन हरेक पल एउटा अर्थपूर्ण जीवन बाँच्न मद्दत गर्नेछ। हामीसँग जोडिनु भएकोमा धेरै धेरै धन्यवाद।